र दर्शकबिनहरू हाम्रो पोडकास्टमा चाहिँ अब अर्को सेक्सन रहेको छ। यो चाहिँ रिसोर्सेसहरूको रिसोर्सेस कोचिङ इन्स्टिट्युट होइन, अब म्याटेरियल्सहरू, स्टडी म्याटेरियल्स, त्यसको बारेमा कुरा गर्छौँ। र भाइहरू, फर्स्ट अफ अल त तिमीहरूले चाहिँ अब इन्स्टिट्युटको बारेमा के भन्छौ होइन? इन्स्टिट्युट जोइन गर्नै पर्छ कि इन्स्टिट्युट जोइन नगरे पनि नाम निकाल्न सकिन्छ भन्ने क्वेसन छ नि त धेरै मार्केटमा। सो त्यसलाई कसरी एड्रेस गर्छौ त? मैले चाहिँ अब स्टार्टमा इन्स्टिट्युट जोइन त गरेको थिएँ, बट पछि चाहिँ आफै सेल्फ स्टडीमा सिफ्ट भएको हो होइन। तर मेरो हिसाबमा इन्स्टिट्युट चाहिँ जोइन गर्दा चाहिँ बेटर हुन्छ एकचोटिको लागि होइन। पढ्न त आफै नै पर्छ, कम्प्लिटली डिपेन्ड्स अपन यु होइन। टिचरले पढाएर डक्टर त कहिले पनि पक्कै पनि बनिँदैन, पढ्न त आफै नै पर्छ। तर के हुन्छ भन्दाखेरि एकचोटि त्यो इन्स्टिट्युटमा जोइन भइसकेपछि अब आफ्नो फ्रेन्ड सर्कल हेरिन्छ त्यहाँ आसपास, अनि त्यसपछि एउटा कम्पिटिसन चाहिँ फिल हुन्छ, अनि त्यसपछि एउटा वे देखिन्छ, अनि त्यसपछि चाहिँ आफै पढ्न चाहिँ सकिन्छ होइन। मेरो केसमा हेर्ने हो भने चाहिँ मसँग अस्तित्व थियो, उस चाहिँ अब क्लासमा मलाई थाहा थिएन ऊ ऱ्याङ्क 1 हुनेवाला छ, मेरो लागि त ऊ एउटा नर्मल सी एस्पिरेन्ट थियो। अनि उसले चाहिँ सबै आन्सर्सहरू चाहिँ मजाले भनिरहेको थियो कि सरले पढाउनुभन्दा अगाडि नै सबै आन्सर दिइरहेको थियो। अनि म चाहिँ कम्प्लिटली सक्ड थिएँ, एउटा नर्मल सी एस्पिरेन्ट यस्तो हुन्छ भने मेरो लेभल त कहाँ हो कहाँ छ भन्ने हुन्थ्यो। त्यसले गर्दाखेरि चाहिँ म मोटिभेट पनि भएको थिएँ पढ्न। सो त्यस्तो सिनेरियो पनि हुनसक्छ। जस एकचोटि स्टार्टिङमा जोइन गर्दाखेरि चाहिँ अलिकति एउटा आफूलाई आइडिया चाहिँ आउँछ, अनि त्यसपछि चाहिँ आफै हिसाबले पढ्न सकिन्छ। तर जति जे भने पनि पढ्न त आफैले नै पर्छ, टिचरले पढाएर डक्टर त बनिँदैन। यो इन्स्टिट्युट कि सेल्फ स्टडी चाहिँ हल्का ठुलै क्वेसन भइरहेछ आजकल। तर मेरो अनुसार चाहिँ प्रिमेड चाहिँ मस्टै हो, 11-12 जहिले गरे पनि। अनि त्यसपछि चाहिँ जुन यो 12 पछिको जुन फेज छ त्यसमा स्कलरसिप चाहिन्छ भने चाहिँ सेल्फ स्टडी नै बेस्ट हुन्छ। किन भन्दाखेरि यदि स्कलरसिप ल्याउनलाई इन्स्टिट्युट जानै पर्ने हो भने त इन्स्टिट्युटमा त कतिजना छ तिनीहरूको आउनुपर्ने नि त। तर एक्चुअलमा चाहिँ सेल्फ स्टडीले हो स्कलरसिप मेन आउने चाहिँ। तर 11-12मा प्रिमेड चाहिँ एकदम इम्पोर्टेन्ट छ, किनभने त्यसले गर्दाखेरि धेरै कुरा थाहा हुन्छ अनि कसरी एप्रोच गर्नेहरू थाहा हुन्छ। अब मेरो केसमा हेर्ने हो भने मैले 10 को ब्रिज कोर्स मैले भाइब्रेन्टमा गरेको थिएँ, 11 को प्रिमेड पनि मैले अनलाइन भाइब्रेन्टमै गरेको थिएँ, 12 को प्रिमेड चाहिँ बरु मैले इन्ट्रान्स डोजमा गरेको थिएँ। अनि त्यसपछिको 12 पछि पनि म इन्स्टिट्युटहरूमा जोइन चाहिँ थिएँ, किनभने मेरो प्यारेन्ट्सलाई चाहिँ इन्स्टिट्युटहरू धेरै मन पर्थ्यो, किन हो मलाई थाहा छैन, तर मलाई जोइन गराइदिनुहुन्थ्यो। अनि त्यस कारणले म त्यसपछि पनि धेरै इन्स्टिट्युटमा थिएँ, जस्तै सुपर 100मा पनि थिएँ म, अनि त्यस्तै गरी निम्समा थिएँ, भाइब्रेन्टमा पनि थिएँ, अनि एम्बिसन गुरुमा पनि थिएँ म। मेरो प्यारेन्ट्सले चाहिँ मलाई त्यो जोइन गर न सबै, जहाँबाट नलेज पाए पनि हुन्छ वाला थियो। अनि रिसोर्सको कुरा गर्ने हो भने अब मोडुल त मसँग यिनीहरू सबैको भइहाल्यो। प्लस मेरो दिदी चाहिँ नेममा जोइन गर्नुभएको थियो कि, दिदीले चाहिँ नेममा जोइन गर्नुभएको थियो पहिला आफ्नो टाइममा, अनि नेमको मोडुल पनि मसँग थियो, अनि त्यो पनि मेरो लागि एउटा रिसोर्स चाहिँ थियो। धेरै राम्रो। भाइहरूले चाहिँ अब यो क्वेसनमा चाहिँ डिबेट जस्तै नै हो नि त। अब इन्स्टिट्युट जोइन गर्नुपर्छ भन्ने एउटा स्कुल अफ थट छ, अर्को चाहिँ होइन सेल्फ स्टडी भन्ने स्कुल अफ थट छ। तर मलाई पनि के लाग्छ होइन, मैले पनि अब आइएममै नाम निकालेको हो, मलाई पनि के लाग्छ इन्स्टिट्युट फर्स्ट टाइम चाहिँ प्रिमेडको बेला होस् अथवा फर्स्ट टाइम चाहिँ जोइन गर्नु ठिक छ। त्यसपछि चाहिँ सेल्फ स्टडी नै हो। सेल्फ स्टडी विल लिड यु होइन टु ऱ्याङ्क भन्छु, अथवा स्कलरसिप सेल्फ स्टडीले गर्छ। र भाइहरूलाई चाहिँ अर्को चाहिँ अब रिसोर्सेसहरूकै हामी कुरा गर्दैछौँ। सो कुन चाहिँ बुक फलो गर्यो तिमीहरूले चाहिँ? जस्तो फिजिक्सको लागि कुन फलो गर्यो, केमिस्ट्रीको लागि, बायोलोजीको लागि, म्याथको लागि? सो एउटा स्ट्यान्डर्ड बुक र रिफरेन्ससहित अरू चाहिँ एक्स्ट्रा बुकहरू चाहिँ के हुन्छ त होइन, त्यसको बारेमा कुरा गरौँ। बुक्समा चाहिँ +2 बुक्स चाहिँ पहिला राम्ररी पढ्नै पऱ्यो, त्यसपछि मात्रै मोडुलमा जम्प गरेर सिधै मोडुलमा गयो भने चाहिँ एकदमै गाह्रो पर्छ। र मोडुल मात्रै पढ्यो भने पनि मोडुलमा अलिकति पोइन्टमा लेखेको हुन्छ, त्यहाँ अलि रट्ने टाइपकै हुन्छ, अनि त्यसरी पढ्यो भने सीमा हल्का क्वेसन घुमायो भने पनि फेरि बिग्रिन्छ। धेरै गल्तीहरू त्यही भइरहेको हुन्छ ड्रपर्सहरूमा चाहिँ। मैले त ड्रपर्स फेज चाहिँ फिल गरेन, बट मैले देखेको गल्ती चाहिँ त्यही छ एउटा। ड्रपर्सहरूमा चाहिँ अब मोडुल्सहरूमै बढी फोकस्ड हुन्छन्, अनि अब मक टेस्टहरू दिँदाखेरि पनि मार्क्स आइ नै हाल्छ, बिकज एउटा पहिलेदेखि देखेकै क्वेसन हुन्छ, कति धेरै मक टेस्ट दिइसकेको हुन्छ अलरेडी, अनि त्यही क्वेसन फेरि आउँदाखेरि बिग्रिँदैन, मक टेस्टमा मार्क्स पनि राम्रो आइरहेको हुन्छ। बट सीमा चाहिँ अब अलिकति फरक टाइपको क्वेसन आइदियो भने चाहिँ ड्रपर्सहरू चाहिँ त्यही भएर चाहिँ अलिकति पछाडि पढ्न जान्छन्। तर अब ड्रपर्समा पनि अब धेरैले चाहिँ अब पहिलेदेखि नै राम्ररी स्ट्यान्डर्ड बुक फलो गरेर +2 को त्यसरी पढेको छ भनेपछि चाहिँ उनीहरूको हायर ऱ्याङ्किङमा पनि देखिरहेकै हुन्छ हामीले होइन। र +2 बुक्समा चाहिँ मैले फिजिक्समा चाहिँ मलाई राम्रो लागेको भनेको आइएम्स पब्लिकेसनको बुक थियो। त्यसमा एमसिक्युज सीकै पास्ट क्वेसनहरू पनि राखेको छ, र राम्रो एमसिक्युजहरू सिलेक्ट गरेर राखेको छ। त्यसको एक्चुअली तिमीले एमसिक्युज हेऱ्यो भने लगभग फिजिक्समा अब थ्योरी बेस्ड क्वेसन त होइन, तर न्युमेरिकल बेस्ड क्वेसन्सहरूमा चाहिँ एउटा राम्रो कन्सेप्ट बिल्डअप चाहिँ तिम्रो हुन्छ। त्यसपछि बायोलोजीमा चाहिँ अस्मिता पब्लिकेसनको बुक चाहिँ राम्रो छ थ्योरीको लागि, त्यसमा तर एमसिक्युजहरू चाहिँ अलिकति कम नै छ, त्यो भएर एमसिक्युजको लागि चाहिँ त्यति राम्रो छैन अस्मिताको। मैले हेरेको चाहिँ त्यही बुक थियो मसँग, त्यसपछि म मोडुलमै सिफ्ट भएको हो। र
केमिस्ट्रीमा चाहिँ मसँग हेरिटेज पब्लिकेसनको बुक थियो, त्यो चाहिँ एकदमै बेस्ट नै छ, एमसिक्युज पनि लेभल 1 लेभल 2 लेभल 3 गरेर छुट्टाएको छ, अनि थ्योरी पनि एकदमै राम्ररी नै दिएको छ इन माई भ्यू। र म्याथको लागि चाहिँ मैले कुनै स्पेसिफिक बुक त्यसरी फलो गरेन र त्यति पढ्दा पनि पढेको होइन मैले म्याथ चाहिँ, जस्ट हल्का अब जस्तै डाइसहरूको कुनै स्पेसिफिक क्वेसन्सहरू चाहिँ कसरी सल्भ गर्ने भनेर 1-2 तरिकाहरू मात्रै हेरेको थिएँ, र त्यही तरिकाले चाहिँ लगभग मलाई लास्टसम्म हेल्प गर्यो। र मक टेस्टमा आएको म्याथको क्वेसन्सहरू नै अब जस्तै एउटा विकमा हामीले लगभग म्याथको मात्रै 20-40 क्वेसन्सहरू गर्थ्यौँ होइन, 2टा टेस्ट दिने होइन, अब लास्टसम्म त 3-4 टेस्ट पनि दिन्थ्यो दिनमा, हप्तामै पनि धेरै टेस्टहरू दिन्थ्यौँ, र त्यो गर्दाखेरि म्याथको त त्यहीँ क्वेसन प्र्याक्टिस गर्दा गर्दै पनि मजाले भइ नै हाल्थ्यो। र अरू अब एक्स्ट्रा बुकको कुरा गर्ने हो भने मोड्युल्स चाहिँ लगभग इनफ नै हुन्छ म भन्छु प्लस 2को बुक पछि, र तर अब त्यसपछि ऱ्यापिड मार्क्स बुस्टअप गर्नको लागि चाहिँ अरू त्यहाँनिर अब च्याप्टर वाइजहरू भयो अथवा त्यस्तै टाइपको कुनै रिफरेन्स बुक्सहरू पास्ट इयर क्वेसन कलेक्सन भएको बुकहरू चाहिँ बेटर हुन्छ, त्यसले चाहिँ पास्ट इयर क्वेसन्स पनि रिफाइन्ड हुन्छ, त्यसमाथि अब स्पेसिफिक ठ्याक्कै सोध्ने खालको पोइन्टहरू चाहिँ त्यहाँनिर राखेको हुन्छ, अनि त्यहाँबाट पढ्दाखेरि चाहिँ एकदमै सजिलो हुन्छ, ठ्याक्कै मार्क्स चाहिँ बुस्टअप हुन्छ, अलिक कन्फिडेन्स आउँछ, अनि त्यसपछि आफ्नो हिसाबले पढ्न पनि सकिन्छ। सो रिसोर्सेसमा चाहिँ यति नै भन्छु। मेरोमा चाहिँ रिसोर्सेसहरूको कुरा गर्दाखेरि चाहिँ मैले मेनली चाहिँ मैले लेक्चर्सहरूबाट पनि सकेको हो। फर्स्टली त मैले सिलेबस, त्यसपछि मोड्युलहरू भइहाल्यो, अनि यो एनइबीको बुकको कुरा गर्नु पर्दाखेरि चाहिँ मेरो 11को मेरो थियो आर्ट अफ फिजिक्सको फिजिक्स बुक थियो, त्यहाँबाट क्वेसनहरू हल्का एमसिक्यू चाहिँ हल्का थोरै जस्तो देखिन्छ, तर त्यहाँबाट ठ्याक्कै क्वेसन धेरै आएको थियो। मैले त झन् 6-7वटा मैले प्र्याक्टिस गर्दाखेरि बिगारेकी क्वेसन ठ्याक्कै पछाडि त्यो सीईमा आउँदाखेरि त म झन् कति खुसी भएको थिएँ गर्दा गर्दै। अनि त्यस्तै गरी केमिस्ट्रीको चाहिँ 11को मेरो फेभरेट भनेको चाहिँ पायोनियर केमिस्ट्री हो, त्यहाँ धेरै क्वेसन एमसिक्यू पनि छ। अनि त्यसै गरी 12को केमिस्ट्री चाहिँ कम्प्रिहेन्सिभ केमिस्ट्री हो, त्यहाँ पनि लेभल वाइजै दिएको छ कुन कस्तो लेभलको क्वेसन भन्ने, अनि त्यो पनि राम्रो छ, त्यहाँबाट पनि क्वेसन धेरै आउँछ। यो 11को पायोनियर केमिस्ट्री र 12को कम्प्रिहेन्सिभ केमिस्ट्रीबाट चाहिँ धेरै नै क्वेसन आएको हो। अनि बायोलोजीको चाहिँ मैले ठ्याक्कै याद भएन मैले कुन पब्लिकेसन हेरेको थिएँ, तर मैले एनइबीको बुकको एमसिक्यूहरू सबै हेरेको थिएँ, थ्योरी नि हल्का हेरेकै थिएँ है। अनि त्यसै गरी म्याथ चाहिँ अब मैले 11देखि नै मक टेस्टहरू दिइरहेको भएर मेरो धेरै नै प्र्याक्टिस भइसकेको थियो, मैले म्याथलाई हेर्दा पनि हेरिनँ कहिले पनि बुक कुनै छुट्टै बुक। अनि ठ्याक्कै हाम्रो पालि सीईमा पनि लेन्दी क्वेसन आएको थियो म्याथको चाहिँ, तर क्वेसन चाहिँ सजिलो आएको भएर हामी त्यति लकी पनि भयौँ हल्का जस्तो लाग्छ मलाई, किनभने दाइहरूको पालिमा चाहिँ म्याथ एकदम गाह्रो आएको थियो भन्ने हल्ला थियो। अब त्यसै गरी अनि अरू चाहिँ जुन पछिको चाहिँ मार्क्स बढाउनलाई जुन मैले फलो गरेँ त्यो चाहिँ थियो हाम्रो सल्भ क्वेसन समीक्षा पब्लिकेसनको थियो। अनि त्यो बुकमा चाहिँ सबै पास्ट इयर क्वेसनहरू थियो, अनि राम्रोसँग त्यो हिन्ट एन्ड सोल्युसन लेखेको थियो, त्यस कारणले मैले त्यो बुक फलो गरेको थिएँ। अनि धेरैजना सिनियर्सहरूले पनि मलाई सजेस्ट गरेको थियो त्यो बुक किन्नलाई, अनि त्यो बुक राम्रो पनि छ, म पनि सजेस्ट गर्छु आफ्नो जुनियर्सहरूलाई। थ्याङ्क यू भाइहरू, जो रिसोर्सेसहरूको बारेमा कुरा गऱ्यौँ, बुक्सहरू कुन कुन पढ्ने भनेर प्लस 2देखि नै पछि इन्ट्रान्स प्रिपेरेसनको बेलामा पनि तिमीहरूले चाहिँ नोट्स बनायो कि बनाएन होइन, नोट्सको इम्पोर्टेन्स छ कि छैन, अब त्यसको पनि कुरा गरौँ। त्यसपछि हामी अरू क्वेसन्सहरू जस्तो पास्ट इयरको क्वेसन्सहरू कतिको इम्पोर्टेन्ट रहेछ त्यो पनि टच गरौँ। सुरुमा चाहिँ नोट्स के छ त नोट्सको बारेमा? नोट्स चाहिँ मैले 11-12मा हुन्जेलसम्म चाहिँ बनाएको, नोट्स बनाएरै पढ्थेँ म, तर 12th पछि चाहिँ अब मैले नोट बनाउने कोसिस गरेको पनि हो नगरेको पनि होइन, बट के हुन्थ्यो भन्दाखेरि म चाहिँ भिडियो लेक्चर्सहरूमा बेस्ट थिएन, म चाहिँ कम्प्लिटली लगभग सेल्फ स्टडीमै जान्थेँ होइन, भिडियोहरूबाट चाहिँ त्यति मलाई मन पर्थेन, सो भिडियो सपोर्ट चाहिँ म खासै लिन्थेन, बट तर अब बुकहरूबाट पढेर अब त्यही कुराहरू फेरि सारेर अर्को नोट गराउनु अलिक टाइम वेस्ट नै लाग्थ्यो मलाई, त्यो भएर म चाहिँ के गर्थेँ भन्दा त्यो बुकमै अन्डरलाइन गर्थेँ। तर 12सम्म चाहिँ मैले नोट्स नै बनाउँथेँ, तर 12 पछि चाहिँ अब त्यसरी चाहिँ काम लाग्दैन, टाइम वेस्ट धेरै नै हुन्छ र पढ्नु धेरै छ भन्ने हिसाबले चाहिँ त्यही बुकमा अन्डरलाइन गऱ्यो, अनि त्यसपछि एमसिक्युजहरू कुनै छ भने त्यसलाई गोलो लगायो, अनि त्यसरी नै गर्थेँ। किनकि अब कति धेरै कुराहरू पढिन्छ, फेरि नयाँ एमसिक्युजहरू भेटिन्छ, फेरि नयाँ एमसिक्युजलाई फेरि एउटा नोटमा कम्पाइल गर्न एकदमै गाह्रो हुन्छ, टाइम कन्ज्युमिङ हुन्छ, तर त्यो गर्दा अलिकति याद त हुन्छ होइन धेरै कुराहरू, बट टाइम चाहिँ एकदमै लाग्छ। अब त्यो चाहिँ एकदमै अगाडिदेखि नै गरिरहेछौ भने चाहिँ त्यो गर्दा चाहिँ बेटर हुन्छ, 11देखि नै प्रिपेयर गरिरहेछौ भने, नत्र एन्डमा आएर नोट बनाउँदाखेरि चाहिँ अलिक धेरै नै टाइम वेस्ट हुन्छ है मेरो हिसाबमा चाहिँ। यो नोटको कुरा गर्दाखेरि चाहिँ मेरो पनि अब 12सम्म मैले बायोलोजीको सबै नोट बनाइसकेको थिएँ, अनि 12 पछि पनि बायोको मैले धेरै नै नोट बनाएको थिएँ। अनि त्यसपछि बायोको चाहिँ मेरो पुरै कम्प्लिट भएपछि मैले उसलाई सोध्थेँ कि नोट बनाउँछौ कि छैनौ तिमीले भन्थेँ, अनि उसले नाइ बनाउँदिनँ म त नोट भनिदिन्थेँ। अनि मलाई पनि अब मैले चाहिँ नोट बनाइरहेको छु, मेरो धेरै टाइम वेस्ट भइरहेको छ जस्तो लाग्थ्यो, अनि त्यस कारणले मैले त्यो बेलादेखि चाहिँ मैले पनि नोट बनाउन चाहिँ छोडिदिएँ हो। त्यस कारणले मसँग फिजिक्स र केमिस्ट्रीको चाहिँ नोट थिएन, बायोलोजीको चाहिँ मैले नोट बनाएको थिएँ।
अनि तर म चाहिँ के गर्छु भने यो जुन मैले भने सल्भ क्वेसनवाला बुक थियो समीक्षा पब्लिकेसनको, त्यो बुकको हरेक लाइनको त्यो जुन त्यो हामीलाई एक्सप्लेनेसन दिएको हुन्थ्यो त्योबाट मलाई थाहा नभएको पोइन्ट चाहिँ मैले एउटा नोट कपी कि मिस्टेक कपी जे भने पनि त्यहाँ लेख्थेँ। अनि फिजिक्सको लागि चाहिँ मैले छुट्टै एउटा फर्मुला कपी चाहिँ मैले बनाएको हो त्यो चाहिँ। रिकेश भाइले चाहिँ जुन चाहिँ मिस्टेक नोटबुकको कुरा गर्यो त्यो पनि मैले पनि आफ्नो बेला चाहिँ मैले पनि बनाएको थिएँ। सो त्यो चाहिँ इम्पोर्टेन्ट नै हुन्छ। सो नोट्स त अब आफ्नो हो, व्यक्तिगत रूपमा अब नोट्स +2मा बनाएको छ भने एकदम राम्रो, जस 11-12मा छ भने चाहिँ नोट्स बनाउन राम्रो हुन्छ। त्यसपछि पछि चाहिँ त्यही नोट्सहरूलाई रिफाइन गरेर अथवा जुन चाहिँ तपाईँहरूलाई अब बनाउन मन छ भने अब टाइम युटिलाइज गरेर चाहिँ गर्नु होला, वेस्ट चाहिँ नगरिकन। अब यो चाहिँ नोट्सको भयो। अब पास्ट क्वेसनको कुरा गरौँ भाइहरू, पास्ट क्वेसन्सहरू अब भन्छ नि पास्ट क्वेसन्सहरू इम्पोर्टेन्ट छ भनेर, मार्केटमा त त्यही भन्छन्। तर साँच्चीकै त्यो रियालिटी के छ, पास्ट क्वेसन्सहरू साँच्चीकै रिपिट हुने होइन कुरा हुन्छ नि त। अब सोध्छ है पास्ट क्वेसन्स भन्ने हुन्छ, त्यो चाहिँ कस्तो भयो, तिमीहरूको एक्जाममा कस्तो थियो, अथवा ओभरअल जेनरल तिमीहरू के भन्छौ त पास्ट क्वेसनको बारेमा? पास्ट क्वेसन चाहिँ एकदमै इम्पोर्टेन्ट नै हुन्छ, पास्ट क्वेसन छोड्ने गल्ती त गर्नु नै हुँदैन। अझ मैले चाहिँ अब जस्तै त्यो मोड्युल्सहरूको पछाडितिर हेर्दाखेरि कति धेरै एमसिक्युजहरू दिएको हुन्छ, अब त्यति धेरै एमसिक्युजहरू भ्याउन पनि एकदमै गाह्रो हुन्छ। त्यही भएर मैले फर्स्ट टार्गेट चाहिँ के राखेको थिएँ भन्दाखेरि पछाडि दिएको पास्ट क्वेसन्सहरू चाहिँ सबै सकाउँछु, त्यसपछि चाहिँ सेकेन्ड राउन्डमा चाहिँ अरू एमसिक्युजहरू चाहिँ गर्छु भन्ने चाहिँ मेरो टार्गेट थियो। अनि त्यसरी नै गरेँ मैले पास्ट क्वेसन्स पहिला सकाएँ र त्यसपछि चाहिँ अझ त्यो च्याप्टर वाइजमा अथवा कुनै पनि एउटा पास्ट क्वेसनको बुकहरू ल्याउँ। अनि त्यसमा चाहिँ पछाडि एक्सप्लेनेसनहरू हेर्दै पास्ट क्वेसन्स राम्ररी गऱ्यो भने लगभग स्कलरसिप रेन्जमा त इजिली आइहाल्छ यदि पास्ट क्वेसन्सहरू राम्ररी गर्छौ भने चाहिँ है। अनि त्यसपछि अरू एक्स्ट्रा क्वेसन्सहरू चाहिँ गर्न सकिन्छ बल्ल, तर पास्ट क्वेसन्स चाहिँ सबैभन्दा फर्स्ट प्रायोरिटीमै राख्छु। मेरो चाहिँ के थियो भन्दाखेरि मैले सबसे पहिला चाहिँ मैले थ्योरीहरू सबै सकाएर मात्रै पास्ट इयर क्वेसनमा जान्छु भन्ने थियो। अनि पास्ट इयर क्वेसनहरूको कुरा गर्नु पर्दाखेरि चाहिँ कन्सेप्ट त प्रायः रिपिट भइ नै हाल्छ हाम्रो सीईमा। अनि कतिवटा क्वेसन चाहिँ ठ्याक्कै पनि रिपिट चाहिँ भएको हो है। जस्तै केयुको धेरैवटा क्वेसन योपालि रिपिट भएको थियो मलाई जहाँसम्म मलाई याद छ। अनि त्यसै गरी आइओएममा पहिला सोधेको 2-3टा क्वेसन पनि रिपिट भएकै थियो। अनि त्यही चाहिँ मेरो बिग्रिया हो, त्यसरी मलाई थाहा छ कि अहिले। अनि त्यसै गरी पास्ट इयर क्वेसन अरू चाहिँ के हो भन्दाखेरि इन्डियन क्वेसनहरू चाहिँ हल्का सजिलोवाला चाहिँ नेपालमा लिएर आउँछ कि सीमा। जो पहिला इन्डियन बोर्डहरूमा सोधेको क्वेसन चाहिँ यता ठ्याक्कै कपी पेस्ट हुन्छ कि। अब नेपालमा हुने नै त्यही नै हो नि त, किनभने स्टुडेन्ट जति अल्छी छ टिचर पनि त्यति नै अल्छी छ। नयाँ क्वेसन खासै बन्दैन स्टार्टिङमा, तर नयाँ क्वेसनहरू चाहिँ कुनै चाहिँ बन्छ। जस्तै फिजिक्समा हाम्रो पालिमा नयाँ क्वेसन धेरै नै आएको थियो 2-3टा, तर फिजिक्स र केमिस्ट्रीमा त्यस्तो आए पनि अब त्यो पनि कहीँबाट कपिड होला, त्यो मैले नभेटाएँ होला, त्यो छुट्टै कुरा हो। तर जे होस् बायोलोजीको चाहिँ अब क्वेसनहरू मेरो अनुसारमा चाहिँ रिपिट चाहिँ हुन्छ, कन्सेप्ट चाहिँ फिक्सै रिपिट हुन्छ, तर कुनै क्वेसन चाहिँ लाइन टु लाइन पनि रिपिट हुन्छ। पास्ट इयर क्वेसन एकदम मस्टै हो। अनि भ्याउँछ भने इन्डियन क्वेसन पनि हल्का हेर्नु चाहिँ पर्छ। इन्डियन क्वेसन चाहिँ मलाई पनि एकदमै इम्पोर्टेन्ट नै लाग्छ। मैले स्टार्टिङमा त गरेको होइन, एन्डमा गएर चाहिँ इन्डियन क्वेसन्सहरू चाहिँ हेरेको थिएँ। अझ त्यो पनि निटभन्दा पनि अगाडिको एक्जाम हुन्थ्यो, समथिङ एएसएमटी हो कि त्यस्तै एक्जाम्सहरू हुन्थ्यो, निटसँग इक्विभ्यालेन्ट भएको एआइएमपिटी एक्जाम हो। त्योहरूको क्वेसन्सहरू चाहिँ मैले भेटेको थिएँ, त्यहाँबाट चाहिँ जुन अलिकति एक्सेप्सनवाला क्वेसन्सहरू हुन्छ त्योहरू चाहिँ राखेको थियो मैले भेटेको अनुसार। सो इन्डियन क्वेसन चाहिँ इन्डियन क्वेसनहरू पनि एकदमै इम्पोर्टेन्ट हुन्छ पास्ट इयर क्वेसन जत्तिकै। र इन्डियन क्वेसन अनि मेजरली निटमा सोधेको क्वेसन चाहिँ एकचोटि भ्याउँदा हुन्छ, बायोलोजीको लागि स्पेसली।